हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आज चाहिँ हामी दार्जिलिङ टुरको लागि जाँदैछौँ। अहिले महाकालबाडीबाट हामी उकालो लाग्ने क्रममा छौँ। गाइज, अब हजुरहरूले हेर्दै जानु होला। अगाडि के सिनहरू देखिन्छ हामी भ्यूमा देखाउँदैछौँ, कैद गर्नेछौँ। हामी भिडियो बनाएर हजुरहरूलाई प्रस्तुत गर्ने कोसिस गर्दैछौँ। गाइज, कृपया भिडियोलाई अन्तसम्म हेरेर साथ दिनु होला। अब एकछिनपछि खरसाङ आइपुग्छ हो। आदिवासी हो यो भाइ चाहिँ हाम्रो ड्राइभर भाइ आदिवासी भाइ रे। पुरै भाषा जाने चाहिँ उसले बङ्गाली, नेपाली, हिन्दी सबै जान्दछ। यस्तो उकालो बाटो चाहिँ मैले देखेको थिएन है गाइज। एकदम पङ्खाबारीको उकालो रे हो। यो चाहिँ एकछिनपछि फेरि खरसाङ पुग्छ नि। हेर्नुहोस् गाइज, यहाँ पछाडि नानीहरू छ। यिनीहरू चाहिँ कोही सुत्न लाग्छ, निद्रा आउँछ जस्तो छ, कोही अल्छी लाग्यो होला। अनि के गर्नु अब चाहिँ गाइज यो डाडीहरूले हाँसाएर है तेरि गरेर के बनायो। यिनीहरूले हाँसाउँछ क्या। यिनीहरू चाहिँ फेरि तिमीहरू नि बोल न के क्या। तिमीहरूले बोल न। गाइज, अहिले चाहिँ खरसाङ आइपुग्यो। खरसाङबाट चाहिँ एउटा लेफ्टतिर बाटो जान्छ, त्यो चाहिँ अम्बोटिया जाँदो रहेछ। यो राइट साइडको चाहिँ अब मेन दार्जिलिङको लागि जाँदैछौँ हामी। यो अब खरसाङ बजार चाहिँ सुरु भएको छ। अगाडिको भ्यू हेर्दै जानु होला गाइज, अनि इन्जोय गर्दै गर्नु। चलो ओके हरिश यार, हामी खरसाङ आइपुग्न लाग्यो। खरसाङ आइपुग्न लाग्छ हौ। तिमी रेडी छ? जेन लिभरको पोजिसन केमा छ? जेन लिभरको पोजिसन केमा छ? आरमा छ? ल ओके ओके। यो तलतिर देखेको बस्तीहरू हेर्नुहोस्, अम्बोटिया जाने बाटो तलतिर छ भन्छ। तर अहिले चिया बगानहरू हेर्नुहोस् त गाइज, कति रमाइलो छ। तर अहिले धुँधलो लागेको भएर अलिकति सिनहरू राम्रोसँग देखाउनु पाएन। त्यसको लागि म माफी चाहन्छु। ल मौसमले साथ दिएको भए मैले हजुरहरूलाई राम्रो सिनरी देखाउने प्रयास गर्दै थिएँ, बट अनफर्चुनेटली यस्तै भयो। यो चाहिँ अब कब्रिस्तान होला सायद मेरो ख्यालमा। यो चाहिँ कब्रिस्तान पर्यो।
अब मिक्स धर्म मान्ने जनसमुदाय हुनुहुन्छ नि त यहाँ, कोही हिन्दू, कोही बौद्धिस्ट, कोही क्रिस्चियन। त्यस कारणले यहाँ विभिन्न खालको धर्मावलम्बीहरू भेट्न सकिन्छ हाम्रो यो दार्जिलिङ एरियामा। अब जाडो सुरु भयो नि त, अब चढाइ सुरु भयो नानी हो। 4000 फिट एबभ भन्दैछ ड्राइभर गुरुले। 4000 फिट, 4800 समथिङ फिट पर्दो रहेछ। यहाँको एल्टिट्युड बताउनु पर्छ हजुरहरूलाई। त्यस कारणले अलिकति जाडोको महसुस पनि भइरहेको छ। त्यस्तै भइरहेछ। यो हेर्नुहोस्, अब खरसाङ मेन बजार चाहिँ आउन लाग्यो जस्तो छ गाइस। गाडीहरू हेर्दै जानुहोस्, म मनोरम दृश्यहरू देखाउने कोसिस गर्दैछु हजुरहरूलाई। सक्छकै ट्रेन आउँछ दार्जिलिङको रेलको। खरसाङको स्टेसन है यो चाहिँ गाइस। हेर्नुहोस् सबैजनाले आउनु भएको छैन भने भिडियो मार्फत हेर्नुहोस्। आर्मीको ड्रेस चाहिँ यस्तो हुँदो रहेछ यहाँको। यहाँबाट तल झर्ने सिलगढी आएको बाटोतिर आएको। तेन्जिङ हो, तेन्जिङ चाहिँ यहाँ भेट भएर अब घुमकै हो मेरो साथी तेन्जिङ चाहिँ यहाँ भेट भएर अब सानो तिनो भ्लग बनाउँदैछ हामी है। ल यी पार्ट्सको गाउँ रे हौ, यो चाहिँ मेमोरियल हो नि फेरि पार्ट्सको गाउँ भन्नु हो। लु हेर्नुहोस् गाइस, यहाँ पुरा धुपीसल्लाहरू छन्। धुपीसल्ला भनेपछि अब तपाईँलाई थाहै छ कति हाइटमा छ यो एरिया भनेर। कमसेकम एबभ 5000 फिट लगभग होला। यो माथिको तिम्रो गाउँ तेन्जीको गाउँ यो माथिपट्टि रहेछ मेरो पार्ट्सको यहाँ। गाइस अब रेल आयो है, रेल आयो दार्जिलिङको रेल आयो है। हेर्न सक्नुहुन्छ दार्जिलिङको रेल। बाई 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 बाई। हेलो हेलो हेलो, हामी चाहिँ चियाबारीमा। दामी छ क्या है। अब तेन्जिङ नोर्गे म्युजियमतिर इन्ट्री हुँदैछ। हेरौँ अब कस्तो कस्तो छ भित्र। Guys, this is the Himalayan Mountaineering Institute Museum at Darjeeling. Now visiting the place. Let us see.
The museum. Entering the inside. Learners guys, यो पनि एउटा पहाडी प्रजातिको एउटा बाख्राको उसमा आउँछ है, काइन्ड्स अफ गॉड्स। यो एउटा मृगको प्रजाति हो, यो हाम्रो भेगतिर पाउने लगभग पहाडी भेग एरियातिर पाउने मृगको प्रजाति हो। यो स्नो टाइगर हिमालयन रेन्जमा बस्छ क्या। Bye bye. माथि बसिरहेको माथि छ हेलो यजस्वीको साथीहरु जाने चरा हेर्नु जाने दिन फर्किनु पर्छ दौडिम गाइस दौडिम सर्छु Hi, hello. Hi.